म चाहिँ छेत्री हो अनि मेरो हस्बेन्ड चाहिँ बाहुन हो। अनि छेत्री र बाहुनमा के डिफ्रेन्ट छ नानी भनेर सोधिरहनुहुन्छ क्या मेरो फ्यामिलीले। धेरै डिफ्रेन्ट छ। हाम्रो हप्तामा एकचोटि खसीको मासु पाक्छ भने बाहुनको घरमा हप्तै पछि फर्सी पाक्छ। कहिले फर्सी उसिनेर, कहिले फर्सी पोलेर, कहिले फर्सी के गरेर नपत्याए। हेर्नुहोस् त, अस्ति भर्खर मैले फर्सीको सब्जी बनाएको थिएँ, आज फेरि फर्सी बनाउन लाग्छु। फर्सी बनाउने क्रममा चाहिँ मेरो उनी गयो क्या। फर्सी तास्ने नै प्याट्टै भाँच्यो। कति बोल्यो होला त। यता छोरी बाहुनी बजै सुतिरहेछन्। फेरि यी बाहुनी बजैलाई उठाउने कुरा नि भएन। यिनी सुतिरहेको बेलामा चाहिँ म चाहिँ छिटो गरेर फर्सीलाई पखाली यता मसला रेडी गरेर यता चाहिँ पिसेर पुरै कराईमा तेल फुराएर, यो के भन्छ यसलाई मलाई भन्न नि आएन, मेथी फुराएर, लसुन फुराएर, के भन्छ प्याज फुराएर मैले मजाले प्याजलाई चलाइदिएँ। एकदम धेरै तातो भइसकेको थियो क्या तेल। अनि मैले चाहिँ त्यसमा नै आलु राख्थेँ। अनि आलु राखिदिइसकेपछि त आलुलाई पनि एकछिन त चलाउनु पर्यो, नचलाइकन त भएन। एकछिन चलाएर अनि मैले माथिबाट चाहिँ हाम्रो बेसार राख्थेँ। कलरको लागि बेसार राखिदिइसकेपछि चाहिँ मैले एकछिन बेसारलाई नै चलाएँ। मजाले चलाइसकेपछि त अब हाम्रो फर्सी राख्नु पर्यो। बिहान खाए पनि फर्सी, बेलुका खाए नि फर्सी, दिनमा खाए नि फर्सी, रातमा खाए नि फर्सी। आज चाहिँ म फर्सीको करी बनाइरहेको छु। हेर्नुहोस् है, अब 10 मिनट जति छोपेर पकाइदिने। अनि छोपेर पकाइसकेपछि चाहिँ फर्सीमा भएको पानी सबै निस्किन्छ। अनि मैले मसला राखिदिएँ, है पिसेको मसला, अदुवा लसुनको पेस्ट है। अनि यसलाई पनि त मिहिनेत गर्नु पर्यो नि त, होइन। खसीको मासु बनाएको जस्तै गरी मैले पनि फर्सीलाई मजाले मिहिनेत गरेर पकाएँ। अनि नुन राख्दिएँ। अब हजुरहरूलाई कति चाहिन्छ नुन त्यही अनुसारले राख्नु होला है। अनि त्यसपछि हाम्रो बाहुनको घरमा चाहिँ जहिले पनि फर्सी पाक्छ है। नपत्या अस्तिको भिडियो हेर्नु न, अस्ति पनि मैले फर्सी नै बनाएको हो। यो चाहिँ मैले मसला रेडी गरेको थिएँ, मसला राख्थेँ फर्सी सर्ट भएपछि। अनि मजाले एकछिन चलाइसकेपछि चाहिँ हजुरले अनि माथिबाट टमाटर राखिदिनु लास्टमा। अनि त्यसपछि आज चाहिँ हामी नान खाने भनेर सानाले, अनि त्यसपछि मैले चाहिँ यो फर्सीको करी बनाएको हो। अनि त्यसपछि अब पहिला नान खान गयो नि त्यो दाईहरूको रेस्टुरेन्टमा, अहिले नानै बनाउनु हुन्न, अब घरमै नान बनाउनै खाने। गुड नाइट गाइस।